ब्याक टु माई च्यानल अगेन। आज चाहिँ म आमासँग छु डाइस च्यालेन्ज गर्न आँटेको छु। यो चाहिँ अब कस्तो हुन्छ भन्दा चाहिँ यो डाइसमा चाहिँ जति आउँछ त्यतिले चाहिँ अब हाम्रो बाइट डिसाइड हुन्छ। अन्त फ्राइड मोमो छ, अन्त यो चाहिँ स्टिम मोमो छ हो आज चाहिँ। सो लेट्स गेट स्टार्टेड। टु बाइट थियो आमा, यो पनि खाँदा हुन्छ कम्ती, यो पनि खाँदा हुन्छ। कुन चाहिँ खाने? दुई खेप। मलाई त्यस्तो उयो भइसक्यो, भोक लागिरहेको छ कि दुखाइहाल्नु। बाइ द वे यो चाहिँ हामीले घरमै बनाएको मोमो हो। अन्त कस्तो लाग्यो? मलाई मुखमा पानी आइसक्यो गाइस। पाँच के भयो मेरो। म चाहिँ फ्राइड मोमो नै खान्छु। फ्राइड मोमो अचार खाइन त आमाले? पाँचवटा दुईवटा कम्प्लिट भयो। अचार पनि चट्टा। लास्ट बाइट। chocolate. मिठो छ मोमो चाहिँ तर आमा चाहिँ अलिकति डाइट आमाको चाहिँ कम्ती छ कि त्यही कारणले चाहिँ ऊ खानु सक्दैन बेसी। प्लस यो फ्राइड मोमो चाहिँ अलिक कडा भन्छ। यो सेटिङहरू मिलाउँदाखेरि यो लाइटहरू मिलाउँदा अब चाहिँ मेरो ट्रान मिठो भएछ। दुई खेप यो खान्छु। मिठो छ फ्राइड। चार मेरा को ये भी खाओ। ओए ये नो। So it's my turn. Two. That's a bit of dinner. Sabe. What's it? आमाले चाहिँ खानु सकेन। आमाको अघि नै भनेको डाइट कम्ती छ भनेर। अब चाहिँ म खान्छु त्यसो भयो। म पनि डल्लै चाहिँ खानु सक्दिनँ। सो गाइस यो चाहिँ म अब आफै खान्छु होला हो, किनभने आमा फुल भयो हो। अन्त फेरि अब यो डाइट च्यालेन्ज थियो, अन्त एक्लै त अब कसरी गर्दैन। अन्त यो चाहिँ अब म बिस्तारै मजाले खान्छु हो। फेरि मैले यहीँ खाइबसेपछि चाहिँ मेरो भिडियो लङ हुन्छ नि त पुरा। त्यही कारणले चाहिँ म एकछिनमा खान्छु। सो होप यु गाइस लाइक माई भिडियो। कस्तो लाग्यो तपाईँहरू कमेन्ट गर्नु होला, लाइक गरिदिनुहोस्, सेयर गरिदिनुहोस्, एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल। Catch you guys on my next vlog. Bye.